हेलो एन्ड नमस्ते, वेलकम टु माई ब्लग। आयो हजुर सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु है। आज चाहिँ अब ड्युटी छुट्टी गरेर आज यसो घुम्न जाम भनेर, आज छुट्टीको दिन पनि है थियो, घुम्न जाम भनेर निस्केको थियो। तर घुम्न जान चाहिँ कहाँ भन्ने त्यो कुरा थाहा भएन होइन। अहिले चाहिँ निस्केको हामीले। आज चाहिँ स्पेसल के छ भन्दाखेरि आज चाहिँ म कोसँग जाँदैछु छु भन्ने कुरा हजुरलाई थाहा छैन है। आज हजुर देख्नु पनि भएको छैन उहाँले होइन। अब आज चाहिँ म उहाँसँग जाँदैछु मेरो मैचाङसँग। मेरो मैचाङ अगाडि हुनुहुन्छ, जे होस् देख्न सक्नुहुन्छ गाई छैन, अलि अड्याएर छ। अब मैचाङलाई लिएर जाऊँ भनेर घुम्न। हामी जाने कहाँ हाने मैचाङजी? हामी घुम्नु कहाँ जाने रे? यता हेर्नुहोस्। ऊ चाहिँ लजाइरहेको छ, मैले नदेखाउनु भनेर आएको छ। ऊ चाहिँ टिकटक बनाएर त्यहाँ होइन चत्त गर्छ। अब मैले चाहिँ अब त्यहाँ त्यो गाना बजाएको चाहिँ भिडियो गर्नु भएन, किनकि मेरो भिडियोमा कपिराइट लाग्न सक्छ। त्यसले वाट्सएप नगरिकन म त अगाडि बढ्नुपर्ने हुन्छ। आज चाहिँ हामी जाने केमा भन्दाखेरि चाहिँ आज चाहिँ खुट्टाले गाडीमा है। अब आज चाहिँ हाम्रो क्रस फायरहरू यतै छ। आज क्रस फायर लिएर नजाने हामी चाहिँ मेरो बाहिर उतापट्टि ढोकादेखि बाहिर छ उतापट्टि। आज चाहिँ हामी हिँड्दै जानुपर्ने हुन्छ गाडीमा। सिधा आउँछौँ हामी चाहिँ निस्केको छु। अब यहाँदेखि निस्किसक्यौँ होइन। धेरै टिकटक बनाउँदैछ पछाडि। अब कता जाने थाहै छैन होइन, जस्ट हिँडेको मात्र जानुपर्छ। जहाँसम्म लाग्छ फन पार्क अनि के को भनिरहेको थियो है। अब जाँदै गर अब के हुन्छ होइन। आएको त्यो मान्छे हड्डी आएर पनि त्यो बेलामा हड्डी भन्छ कि फेरि मायाले हड्डी आइगयो त्यो फेरि होइन त। सो मेरो मैचाङ आइसकेको छ यहाँ। अब जानुपर्ने हुन्छ। कहाँ हिँडेको रे हामी? फेरि लजाइरहेको छ कि अब किन लजाएको र आउने छ हिँड्नु अगाडि हेर्नुहोस्। अब यहाँ उसलाई नदेखाउने किन ल्याउने ल आउँछु ल मलाई देखाऊ यस्तो ल, मलाई देखाऊ यस्तो ल, म यस्तै देखाऊ म त्यो हातैन। सो गाइज देख्न सक्नुहुन्छ बिस्तारै बोल्नु। कपाली झलेर हिँडिसकेको छु म चाहिँ। लटक परेर त्यो साथी कार। त्यो गाइज हामी चाहिँ यहाँ रिङ्गोतिर आइसकेको छौँ र यहाँ गाडी कुद्नुपर्ने हुन्छ। म गाडी कुदिरहेको छ। अहिले चाहिँ उता गइरहेको छ, यहाँ झिक्ने भइरहेको छ। जस हामी चाहिँ यहाँ गाडी कुदिरहेको छौँ अगाडि रोडमा। गाडीमा जानुपर्ने हुन्छ हामी चाहिँ भएन। सो फाइनली गाइज हामी चाहिँ गाडीबाट झरिसकेपछि हामी चाहिँ यहाँ दरमाको टल यो के अरे के भन्छ रटर पार्क जाने बाटोमा कस्तो बिस्ने रहेछ क्या। हिँडिरहेको बाटो पनि हिँड्दाखेरि खुट्टाले हिँड्दाखेरि त बाटो याद नहुने रहेछ। साइकलमा हिँड्दा त थाहा थियो। यहाँ त खत्रै छ के अरे होइन। हाम्रो मैचाङजी हिँड्नु भएको छ अगाडि लुखुरुङ जानुपर्ने हुन्छ यता हामी चाहिँ गाइस यता है। कहाँ हिँडेको रे अड्डी? हामी अहिले जानुपर्ने हुन्छ। अब हामी सटक हामी यहाँ पहिला एकचोटि पनि गएर घुमिसकेको थियौँ यो पार्कभित्र। यो पार्कको नाम के अड्डी? रत्न पार्क हो। यसलाई रत्न पार्क भन्छ। ए रत्न पार्क भन्छ यो पार्कलाई चाहिँ। पहिले सुरुमा हामी काठमाडौँ आउँदाखेरि आएको थियौँ घुम्न एकचोटि यहाँभित्र। अहिले त राम्रो बनाएको रहेछ, पहिला त यस्तो थिएन है। के हामी भित्र जाने? हाडी नजाने? जाने कि नजाने? अहिले छिर्ने मेरो बुलेट जाने भइरहेको छ। मेरो मैचाङले चाहिँ जानुपर्ने हुन्छ भनिरहेको छ। अब जाने भयो। अब जाम होइन नै टिकट म सकिया होइन देख्नु सक्नुहुन्छ गाइस होइन। कस्तो जाम मलाई भइरहेको बनाइसक्नु भएको रहेछ भित्र चाहिँ। पहिला यस्तो थिएन, यस्तो राम्रो थिएन पहिला। अहिले चाहिँ अलिकति छुट्टै नै बनाउनु भएको रहेछ। जानुपर्ने हुन्छ हामी चाहिँ। सो गाइस हामी चाहिँ टिकट काट्ने घरमा आइसकेको छौँ होइन। टिकट काट्न गइरहेको छ खुच्ची। कति रे टिकट? ए 30 रुपियाँ हो। यहाँ लेखेको रहेछ 30 रुपियाँ, माथि लेखेको देख्न सक्नुहुन्छ। यो रटर पार्कको चाहिँ वाटर एटिएम रहेको छ है। वाटर एटिएम लेख्नु भएको छ। यहाँ चाहिँ तल गएर हामी चाहिँ पैसा के गरेर होइन पानी खान मिल्दैछ। यहाँ चाहिँ कति रुपियाँ लेखेछ त्यो चाहिँ अब 5, 10 के
रु 5 वा रु 10 को नोट मात्र साथमा मिल्नेछ अरे सिक्काले रहेछ 61 को सिक्कामा सङ्कलन गर्ने ठाउँ के लेख्नु भएको छ त्यही जे हो त्यही खासै भिडियो बनाउनु यहाँ फोटो खिच्न मन आइसर छैन थाहा भन त्यहाँ गिलास थाहा आयो पानी गाइस पैसा हालेको पानी आयो यार यहाँ यार एक भरी पानी आयो यार कप जिक्नु भयो खोइ 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 पानी पानी आउँछ हामी पैसा हालेपछि आयो ल्याउ त पानी खाम ल्याउ न यो बाल सो यो हाम्रो बालेन सरले उस गरिदिनु भएको हामीलाई पानी खानुपर्ने हुन्छ हामी पनि अब कति आनन्द हो कि है शीतल छ अरे गोरु यार फेरि बनाउने भिडियो हैन त्यस्तो मेरो बनाउँ भिडियो भिडियो खाइदियो तपाईहरु के कप खानु सो हामीले पनि फेरि पनि यहाँ कप निकाल्ने फेरि एउटा ल फेरि पनि एउटा कप निकालेर हेर्नुपर्ने हुन्छ पैसा हालेपछि कप निकाल्नु 2 रुपैयाँ छ 2 रुपैयाँ तपाईहरु खानु होला के खोइ कहाँ निस्क्यो कप खोइ आफैले बोतल ल्याउनु हो के त्यो कपै निस्किन त यार आफै बोतल ल्याएर आउने ओ भन्दै बोतल ल्याउनु ए कपै निस्किन यार पैसा खायो यार खाँदैन अहिले आउँछ आउँछ अघि निकालेको होइन कप अनि त्यहीमा खानुपर्छ नि त होइन फेरि निकाल्नु हुँदो रहेछ क्या आउँछ कहाँ हाल्छ मलाई आएन त यार कप यार कहाँ गयो फेरि आउँदैन के हाल 1 रुपियाँ ल कप आएन ल ल त ए दुई त आयो अर्कीको रहेछ क्या कप भर्ने धारा आयो त्यहाँ यहाँ के भने नहाले बिग्रियो कि त लेखेको चाहिँ पानी नै आएन अहिले यतै नै हाल उतै हाल ल ल फेरि अब सिक्का हालेर पानी निकाल्नु पर्ने हुन्छ एउटा कप मात्र भर्छ है पानी अब कहाँ पैसा छ पानी झऱ्यो नि त झऱ्यो झऱ्यो अर्को पनि थाहा पछि छिटो त्यहाँ अर्को सिक्का हाल्नुपर्छ सो हामी पैसा पनि भ्याइसक्यो अब खानु खाउन पाउँदैन हामीले फेरि पैसा साट्नुपर्ने हुन्छ थाहा लागि कपी ननिकाली हुन्छ के हो नै के राख्दै हुन्छ क्या कता खाँदैन नि त त्यहाँदेखि सर क्या चिसो हो तर है हो निस्किन्न त पानी यार हो निस्क्यो 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 ल भरियो जाउँ त्यो पुल हामी पनि यहाँ एकदम मिसिङको पानी पनि चाखियो आज सो गाइस हामी चाहिँ छिर्नेछौँ अब है छिरिसक्यो हड्डी हामी टिकट बुझाइसकेको छौँ र दियोस् हामी चाहिँ अब छिर्नुपर्ने हुन्छ यहाँ देख्न सक्नुहुन्छ गाइज होइन रत्न पार्क काठमाडौँ महानगरपालिका नगर कार्यपालिका कार्यालय उद्यान तथा हरियाली प्रवर्धन आयोजना अरे होइन त्यस जानुपर्ने हुन्छ हामी चाहिँ कति रमाइलो छ हेर्नु आमा भिडियो गर्न पाउँछ नि है सोध्नु पऱ्यो नि त होइन फेरि अब पाएन भने त्यहाँ हुन्छ अलिकति देख्न सक्नुहुन्छ यता होइन ओहो हो कस्तो रमाइलो देख्न सक्नुहुन्छ अरू पनि घुम्न आएको छ नि होइन ओहो कति रमाइलो देखेर कति राम्रो के नेचर ब्युटी भनेरलाई भनिन्छ होइन गाइज नेचर ब्युटी भनेर एकता फोटो क्लिक गरौँ न होइन जानुपर्ने हुन्छ हामी चाहिँ त्यो एक्लै गइरहेको छ किन हो यतादेखि घुमाउँ न यतादेखि यतादेखि नघुम्ने यतादेखि कता घुम्ने यतादेखि घुम्ने यता घुम्ने
ओहो वाशरूम उता रे पोखरीमा छ उता उता उतादेखि अस्ति नआउँदाखेरि होइन र यता जाऊँ न घुमेर अलिक ठुलो राम्रै त छेउछेउमा जाऊँ न एकैचोटि बिचमा किन छिर्ने र जस्ट यहाँ चाहिँ अलिकति अब धेरै नै मान्छे रहेछ भन्न मिलेन अलिकति ठिकै रहेछ अस्ति नै हामी त्यो मौसममा जाँदा भन्दा त यहाँ मान्छे चाहिँ है मौसम जाँदा त सुनसानै थियो जे होस् होइन हामी चाहिँ दुईजना घुमिरहेको छौँ अब के भन्न चाहन्छु मैले चाहिँ तिमीले अब कस्तो महसुस भइरहेको छ आज मेरो बुढीमा कस्तो भइरहेछ आज कस्तो महसुस भइरहेछ भन न त घुम्न आउँदाखेरि यो चाहिँ हामी खेल्ने ठाउँ होइन हामी बच्चाहरू खेल्ने ठाउँ हो यो चाहिँ ए हामी ठुल्ठुलो मान्छे खेल्ने ठाउँ हो यो चाहिँ होइन बच्चाहरू खेल्ने ठाउँ होइन यहाँ चाहिँ पैसा तिरेर बच्चाहरू खेलाइराख्नु भएको छ खासमा ठुलो मान्छे त्यहाँ बच्चा त्यहाँ खेल्न पाइन्छ मजाले त्यस्तो भन्छ क्या अब त्यति मजा गरेको गाइस के हो यता त झारै झार छ है यो जङ्गलै रहेछ यतापट्टि चाहिँ यता त के गर्न छ यार ल छिटो होइन त केही गर्न होइन त्यस झार गनाएको अरू के होइन यो किनकि यो फुलहरूमा मलहरू राख्नुपर्ने हुन्छ नि त होइन त्यही मल राखेर अलिकति मलहरू बनाउनु हुन्छ त्यही हो के भयो ऊ हेर्नु त यसलाई कहाँ गयो त लुक्यो यार उतापट्टि यसलाई के भन्छ हेर्नु ऊ बच्चा त्यहाँ देख्न सक्नुहुन्छ गाइस खै कहाँ हो त्यो ऊ भाग्यो यस्तै मजा छ यता मलाई घुमाउनु ल्याएको रे मैले पैसा तिरेर टिकट काटेर निस्किनु जानु पर्यो अब तिमीलाई घुमाउनु ल्याएको अब तिमीले तिर्नुपर्ने पैसा घुमाउनु ल्याउने प्लान कसले गरेको मैले पैसा तिर्नुपर्ने कसले तिमी होइन प्लान मैले बनाउने नि पैसा पनि मैले तिर्ने त्यो त भएन नि होइन गाई प्लान मेरो पैसा तिम्रो त्यो कुरा बुझ्दैन र दियो नि त त्यही भन्छ मैले पैसा तिर्नु पऱ्यो भन्छ यसले चाहिँ होइन केही छैन मैले पैसा दिइहाल्छु नि उसलाई होइन र दिन्छु कि नदिने मैले पैसा दिएर त उसले टिकट काट्यो होला होइन र किन झुटो बोल्छ मसँग मैले पैसा दिएर उसले टिकट काट्यो हो यतिकै भर्या उसले चाहिँ वासमा जानुपर्ने हुन्छ अब चाहिँ म जान्छु क्या शीतलो छ यहाँ गाइस शीतलो सो देख्न सक्नुहुन्छ अब चाहिँ माछा हेर्नु जानेवाला छ माछा हेर्नुपर्ने हुन्छ हामी त्यहाँ गएर होइन माछा हेर्नुपर्ने हुन्छ हिले छ कि नै माछा केही छैन पहिला त माछा थियो कत्रो ठुल्ठुलो तर पहिला चाहिँ धमिलो थियो तर माछा पनि थियो अहिले चाहिँ माछै छैन रे यहाँ खै छैन त एउटा पनि केही नै छैन त यहाँ त केही रहेन छ सेट फेरि त्यो कौवाले फेरि हगिदिलाएर न म यस्तो गरेर फेरि खिच्दाखेरि उही मुखमै हगिदिलाएर फेरि सो फाइनली गाइस हामी चाहिँ यो के भन्छ फन पार्कको छेउमै रहेको हाम्रो एकदम चर्चा परिचर्चामा रहेको पसलमा हामी भित्र छिरिसकेको छौँ के अब कता लाँदै यो मान्छेले के किन्ने भनिरहेको थियो सो जाँदैछौँ हामी चाहिँ सो म पनि पछाडि जाँदैछु के किन्ने भनिरहेको छ 8:30 बजे खाना खाएँ त्यहाँबाट यही भनेको तिमीले खै के किन्ने तिमी हेर न पहिला अरू केही काम छैन चाहिँ भिडियो मात्र जो बढीका त्यही हो सीमालाई बलियो बनाउनलाई
फाइनली गाइस हामी चाहिँ भित्र पसेर पनि आइसक्यौँ। निकै नै लामो रहेछ त्यो पसल, हामी पुरै पनि घुम्न सकेनौँ किनभने यहाँ पानी पर्न लागिरहेको छ। सिमसिमै पानी परिरहेको थियो, त्यसैले हामी चाहिँ पुरै नघुमेर निस्किसक्यौँ। अब चाहिँ जानुपर्ने हुन्छ, हामी यो काठमाडौँ फन पार्कमा जाने भनेर अब प्लान गराएको। के हुन्छ अब जानुपर्ने हुन्छ, टिकट कति के कस्तो रहेछ सोध्नुपर्ने हुन्छ। हामी चाहिँ अब धेरै घुम्यो भित्र। ओहो गर्मी त्यस्तै थियो भित्र बुक्कै है, हावा छिर्ने ठाउँ नै। अब जानुपर्ने हुन्छ हामी चाहिँ यहाँदेखि फन पार्क, काठमाडौँ फन पार्क देख्न सक्नुहुन्छ। अब छिर्नुपर्ने हुन्छ, टिकट कहाँ काट्ने हो भन्ने कुरा हो। सो फाइनली गाइस हामी चाहिँ टिकट काटिसकेको छौँ र हाम्रो यहाँ म्याडमले टिकट लिइसक्नु भएको छ। जस्ट उसको चाहिँ यो सपिङ अब के किनेको छ है त्यो थाहा भएन मलाई। जानुपर्ने हुन्छ भित्र। पानी पर्न लागिसक्यो यार। अङ्कल भिडियो बनाउनु पाउँछ है ल? यहाँ भिडियो बनाउनु पाइन्छ अरे, जस म पनि भिडियो बनाएर जाँदैछु भित्र। अब बनाउनु पर्ने हुन्छ। यहाँ के कस्तो रहेछ फर्स्ट टाइम थिएँ म पनि। यहाँ टिकट बुझाइसक्यौँ, अब जानुपर्ने हुन्छ। हामी भित्र देख्न सक्नुहुन्छ यता धेरै बच्चाहरू खेल्ने ठाउँ जस्तो हो यहाँ त। सबै बच्चाहरू खेल्ने ठाउँमा जस्तो फन पार्क त छ नामै। हामी चाहिँ जस्ट हेर्न मात्र हुन्छ। यहाँ देख्न सक्नुहुन्छ हात्तीको सुरुबाट पानी निस्किरहेकोसम्म देख्नु भएको थियो कि नै? हात्तीको सुरुबाट पानी निस्किरहेको छ यहाँ। पानी पर्यो यार, छिर्ने बित्तिकै पानी पर्यो। हामी पैसा त्यति जान्छ क्या हो, सो लाग्नुपर्ने हुन्छ। हामी पानी पर्छ जमाहरू देख्न सक्नुहुन्छ गाइस। पानी परिसकेको छ यहाँ। त्यस रेस्टुरेन्ट पनि रहेछ यहाँ त। वासरुमलाई त रेस्टुरेन्टै छिर्नु पर्ला जस्तो छ त यसो हेर्दाखेरि त। पानी परिसकेको छ। अब कता बस्ने भन्ने कुरा, अब यता बस्नुपर्ने हुन्छ जस्तो लाग्यो। यहाँ बस्नुपर्ने होला जस्तो। अर्को क्याफेको अगाडि है, किनभने यहाँ त रोबोट छ यार गाइस, देख्न सक्नुहुन्छ रोबोटको। रोबोट ओहो ठुलै पानी पर्यो यार, एकछिन स्टप गर्नुपर्ने हुन्छ। सो हामी चाहिँ बिचमा बसेको जस्तो भइरहेको छ। कुन बिचमा राखेको तिमीले कस्तो के भइरहेको छ भन्नु? कस्तो भइरहेको छ लाज पनि लागिरहेको थियो एउटा होइन। त्यस यहाँ पानी परेर देख्न सक्नुहुन्छ, पानी परिरहेको छ। त्यसलाई हामी बसेको छौँ यहाँ। यस्तो छ देख्न सक्नुहुन्छ। के देख्न सक्नुहुन्छ भिडियो? यस्तो पानी परिरहेको छ। अब के गर्नु त नि, त्यस्तै छ। टिकट काटेर छिर्नु पाएन, पानी पऱ्यो भने अब के गर्ने। अब हाम्रो टिकट त्यति काटेको फाइदै भएन नि हामीले त। अब यहाँ बसिरहेको छ यत्तिकै। अब के गर्ने, पानी पनि रोकिन्छ अरे कहिले घुम्नु होइन भित्र यहाँ। के हेर्नु गइरहेको छ? हामीले यहाँदेखि आएको थियौँ। अब पानी रोकिसकेको छ यहाँ। पानी चाहिँ के गेम खेल्ने हो यो? अनि यो एउटा डल आउँछ होइन? यो त मैले कहाँ देखेको थिएँ, त्यो त टिकटकमा देखेको थिएँ कि यस्तो त यार। ट्राई गर। त्यो फुट्दैन हो त्यहाँ, फुट्न सक्छ कि? अनि के आउँछ त त्यसो भए? उयो डलहरू जुन लिँदा पनि हुन्छ नि। कुन सानसानो यिनीहरू? सो गाइस देख्न सक्नुहुन्छ यो कति रुपियाँको यसलाई? 50को 6वटा आउने रहेछ। जस यसले त्यहाँ हानेर चाहिँ त्यो फुटाउनु पर्ने हुन्छ हामीले। त्यो फुटायो भने चाहिँ हामी डल चुज गर्न पाइन्छ अरे। पुरै फुटायो भने चुज गरेर जुन पनि लान पाइयो अरे। नै भए सासना मात्र पाइन्छ अरे हामीले होइन र? के गर्ने खेल्छु तिमी? त्यो भएर त हावामा उडेछन्। के गेम हो यो थाहा भएन, तर जस त्यो भएर देख्न सक्नुहुन्छ कस्तो हावामा उडिरहेको तिमी। ल हेर त कस्तो उडिरहेको भने केटाहरू त। ल यो त बच्चा बच्ची खेल्ने ठाउँ मात्र जस्तो रहेछ। हामी सबै मान्छे त्यतिकै हेर्न आउँदै रहेछ यहाँ बच्चाहरू खेलेको। अनि गेम हान्ने त्यहाँ देख्न सक्नुहुन्छ। भूत घर हेर्न जाने हो गाइस, भूत घर हेर्न जानुपर्छ जस्तो छ। ओहो पानी पऱ्यो ठ्याट। पुरै घुम्यो नि त्यहाँ मान्छेहरू घडी खिचिरहेछन्। घडी पुरै चिल्लाइरहेको यार, पानी परिरहेको छ यार। यस्तो कहाँ घुम्ने हामी चाहिँ देख्न सक्नुहुन्छ गाइस। पानी परिरहेको छ फिर्लिक। नजान्छ त्यस्तो भुत्ने कले हेर्छ यहाँ देख्न सक्नुहुन्छ गाइस। भुटको
डाइनोसर रे के भूत रे। सो गाइज हामी चाहिँ अब घुमेर पनि फर्किसक्यौँ है। अब फर्किँदैछौँ भनौँ है। अब यता पानी पऱ्यो, अब रुमतिर जानुपर्ने हुन्छ। यहाँ पानी पऱ्यो, झ्याउ भयो यहाँ बस्न। अब यहाँ लाग्नुपर्ने हुन्छ हामी चाहिँ। हामी घुमेर गयौँ नि अझै हामी घुमेर जस हामी चाहिँ घुमेर भइसकेको छ। अब लाग्नुपर्ने हुन्छ। यहाँ झ्याउ लगाइसक्यो, यहाँ बच्चा भएर सबै बच्चाहरू मात्रै मिलाएको छन्। देख्न सक्नुहुन्छ यहाँ बच्चाहरू मात्रै यहाँ सिलाएर आएको छन्। अब हामी चाहिँ नखेल्ने, अब खेल्नु हुँदैन हामी। मान्छे आज पनि छिरेकै छ नि यार, यस्तो पानी परिरह यो पनि। सो फाइनली गाइज हामी चाहिँ घुमेर पनि अब रुम नजिक आइसकेको छौँ। अब चाहिँ सिडी रुममा जानुपर्ने हुन्छ, खाजा खानुपर्ने हुन्छ। अब चाहिँ त्यो आजलाई यति नै भिडियो। थ्याङ्क यू फर वाचिङ दिस माई भिडियो। भिडियो हेर्दै गर्नु होला। अरू नयाँ भिडियो लिएर आउने बाचा गर्दै अहिले भिडियो आउन चाहन्छु। धन्यवाद। अरू केही त्यति है ल। बाई गाइज।